तपाईँले कस्तो अनुमान गर्नुभयो त्यो तपाईँ पहिला कहाँ जानु अरे त्यसमा निर्माणले लाग्यो सेक्सी केटाकेटीहरू घर अलि अप्ठ्यारो हुन्छ भनौँ न यो गरी अब भनेर भन्दाखेरि मानी गर्नु हुँदैन जे जस्तो भए पनि यो तपाईँ छ नि त्यहाँनिर जस्तो साउदीमा जानुभयो त्यहाँ चाहिँ तपाईँको इन्टरनेसनल साउदी बाहिर सारा घुम्नुभयो र यो कतार आउँदाखेरि चाहिँ बाहिर जानु भएको छैन हुन्छ म कतार फर्स्ट टाइममै हो कतारबाट बाहिर साउदी जाने गाडी छ कि तपाईँको अहिले कुन गाडी छ अहिले चाहिँ म इन्टरनेसनल चलाउँछु कतार पनि साउदी दुबई बाह्रेन कुवेत हो यो गाडी अहिले ड्राइभ गर्दैछु हजुर अब चाहिँ यसो विचार गरे अनुसारले अब जति पनि देश घुम्यो नि हजुर कतारमा यो कतारको जस्तो वातावरण राम्रो देश चाहिँ प्रायः ठाउँमा भेटिन मैले देखेन अनि हाम्रो सोल्टी भएको 4 वर्ष भयो 4 वर्षमा घर गएको छैन भन्नुहुन्छ हजुर र यहाँको चाहिँ 4 वर्षसम्म यहीँ नै चाहिँ राम्रै लागेर घुमिरहेको हो कि आफ्नो पारिवारिक घरको समस्याले हो कि होइन त्यस्तो समस्या त छैन किनकि खोइ आज भन्दा भोलि भन्दा 4 वर्ष बितेको थाहै नपाउने त्यो त्यस्तै सङ्कटमा परेर हो कि हजुर अब मेरो ठाउँमा चाहिँ अलि छुट्टै अलग सोच्नमा छैन हजुर त्यही भएर होला अनि यहाँले कहाँ कुन अफिसको गाडी चलाउनुहुन्छ म त्यही सुनौ त्यो ब्ल्याक फिल्टर साइड पनि परि हजुर अनि यहाँको चाहिँ कति घन्टा छुट्टी हो मेरो अहिले त्यस्तै भनेर भन्दाखेरि अब 7-8 घन्टा पर्छ होला 7-8 घन्टा पनि पर्दैन होला तपाईँको बिहान एकखेर बच्चा ल्यायो हजुर छोडिदियो अब 11 अनि त्यहाँदेखि आयो बस्यो रुममा त्यहाँदेखि 11 बजी छुट्टी हुन्छन् फेरि एकटिभ गऱ्यो अब 12 बजी भित्रमा आइपुग्छन् हजुर अनि त्यहाँबाट फेरि रुममा बस्यो फेरि 1 बजी अनि छुट्टी हुन्छ त्यहाँबाट फाइनल हजुर त्यहाँबाट अनि त्यही सुविधाले नै गर्दाखेरि पनि नजानु भएको हो त सुविस्ता त अब खोइ बस्यो खायो अब दिनहरू कटेको यो सालहरू कटेको थाहा पाएन